गोलभेडा खेती गरिरहँदा अरू रोगहरू किराहरू जस्तै फलमा लाग्ने गबारो हेलिकोबर्पा आर्मिजेरा भन्छौँ हामीले, यसले पनि ठुलो रूपमा क्षति पुर्याइरहेको हुन्छ। वयस्क अवस्थामा रहेका लार्भाहरूले भर्खरै लाग्दै रहेका कोपिलाहरू, दानाहरू, फल खाएर नष्ट गर्ने गर्छ र यसको पहिचान गर्नको लागि हामीले स्पष्ट रूपमा देख्न सकिन्छ। जुन गोलभेडाको फल हुन्छ, फलको बीज बालमा पाल पालेर खाएको हुन्छ र पाल अलि ठुलो हुन्छ, यो भइसकेपछि स्पष्ट रूपमा चिन्न सकिन्छ। र यसको नियन्त्रण गर्नको लागि आइपिएम प्रविधि, इन्टिग्रेटेड पेस्ट म्यानेजमेन्ट, यो भनेको चाहिँ दैनिक रूपमा रेखदेख गर्ने खेतबारीहरूको, त्यसै गरी सरसफाइ गर्ने, यसले पनि केही हदसम्म नियन्त्रण गर्न सकिन्छ। र उत्तम उपाय भनेको प्रतिरोपनी 4 देखि 5 वटासम्म हेलिकोबर्पाको पासोहरू प्रयोग गरियो भने पनि नियन्त्रण गर्न सकिन्छ। र अन्तिम अवस्थामा यति गर्दा पनि गबारोले चाहिँ अत्यन्त रूपमा सताइरहेको छ भने तपाईँले युमेक्स 6 ग्राम 16 लिटर पानीमा मिसाएर प्रयोग गर्न सक्नुहुन्छ। त्यसै गरेर ग्लब भन्ने पाइन्छ, 5 ग्राम 16 लिटर पानीमा मिसाएर स्प्रे गर्नुभयो भने पनि यसले राम्रोसँग नियन्त्रण गरिरहेको छ। निममा आधारित विषादीहरू एजारिडाक्टिन 2 ml 16 लिटर पानीमा मिसाएर स्प्रे गर्नुभयो भने राम्रो काम गरिरहेको छ। र प्राविधिक सल्लाह र दक्ष एग्रोवेट टेक्निसियनहरूसँग समन्वय गरेर प्रयोग गर्नुभयो भने यसलाई नियन्त्रण गर्न सकिन्छ। धन्यवाद।